समुदायले देशको नेतृत्वमा रहेका बालेन्द्र शाह प्रति आक्रोश व्यक्त गर्दै काठमाडौँमा आन्दोलन गरेका छन्। आइतबार काठमाडौँको माइतीघर मण्डलमा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने माग राख्दै बालेन शाहको आलोचना सहित प्रदर्शन गरेका हुन्। सिन्धुलीको खुरकोट प्रहरी कार्यालयमा शंकास्पद रूपमा मृत्यु भएका श्रीकृष्णका आफन्तले भेट्ने प्रयास गर्दा पनि बालेनले समय नदिएपछि आफूहरू सडकमा उत्रनु परेको उनीहरूको गुनासो रहेको छ। संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक दलजित श्रीपालीले श्रीकृष्णको प्रहरी चौकीमै हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिनको लागि सरकारलाई दबाब दिएका हुन्। बालेन शाह आफै गृह र रक्षा मन्त्री समेत रहेको अवस्थामा पीडित परिवारले न्यायको गुहार माग्न जाँदा भेट्न समेत नपाउनु गम्भीर विषय भएको उनको भनाई रहेको छ। संयोजक श्रीपालीले सरकारले गठन गरेको छानबिन समिति प्रति आशंका व्यक्त गरेका छन्। प्रहरी र प्रमुख जिल्ला अधिकारी गृह प्रशासनकै अंग भएकाले गृह प्रशासनकै मातहतबाट बनेको